नमस्ते। म चाहिँ यतिखेर क्यालिफोर्नियाको सान फ्रान्सिस्कोमा छु र मेरो पछाडि यो देखिएको यो सान फ्रान्सिस्को डाउनटाउन हो। यो चाहिँ मलाई आइडिया भएसम्म र मैले यसो यहाँ हेर्दै गर्दाखेरि मैले बेसिकल्ली काठमाडौँको ब्रह्मलिकण्ठबाट माथि डाँडाबाट चाहिँ काठमाडौँलाई निहाल्ने एउटा परिदृश्य पनि यस्तै ठ्याक्कै देखिन्छ। फरक यति मात्रै हो, अमेरिकनहरूले चाहिँ यो शताब्दीौँदेखि गरेको मेहनतको अहिलेको दृश्य हो यो। तर हामीले शताब्दीौँदेखि गरेको चाहिँ कुकर्मको दृश्य हो त्यो काठमाडौँ। त्यति मात्रै फरक कुरा हो। यदि हामीले अझै पनि सकारात्मक प्रयास गर्ने हो भने काठमाडौँ बन्न सक्छ, नेपाल बन्न सक्छ भन्ने एउटा उदाहरण पनि हो। र अर्को कुरा मलाई एकदम महत्त्वपूर्ण कुरा के लाग्यो भने मैले अमेरिका रहँदै गर्दा अमेरिकामा म जहिलेदेखि बस्दै आइरहेको छु, बसेर अहिलेसम्म यो भिडियो तयार गर्दासम्म मलाई मनमा लागेको एउटै मात्रै साह्रै महत्त्वपूर्ण प्रश्न र साह्रै जटिल यो राष्ट्रियतासँग सम्बन्धित चाहिँ प्रश्न भएको कारणले गर्दा पनि मैले यहाँलाई सेयर गर्न नै मन लाग्यो र म सेयर गर्न चाहन्छु कि यदि नेपालीहरू नेपाल जस्तो देश चाहिँ अमेरिकनहरूको हातमा परेको भए कति सुन्दर हुन्थ्यो होला भन्ने एउटा महत्त्वपूर्ण क्वेसन सधैँभरि मेरो दिमागमा म यहाँ आएदेखि नै परिरहेछ। सँगसँगै यदि अहिले वर्तमान अवस्थामा नेपालको सबभन्दा चाहिँ कुभलो र नेपाललाई सबभन्दा धेरै बदनामी कसैले गरिरहेको रहेछ भने त्यो केवल नेपाली नै रहेछ। जो नेपाली नेपालमा क्राइमभन्दा उसको सिरियल क्राइमभन्दा बाहिर कुनै पनि हिस्ट्री छैन, त्यस्तो व्यक्तिहरू अमेरिका छिरेर ती लेभलका नेपालीहरू जसले नेपाललाई तथा नाम अमेरिकामा बसेर गाली कसले गर्छ, कसले इन्फ्लुएन्स गर्छ भन्दा नेपालमा एउटा पनि राम्रो हिस्ट्री नभएर सबै क्रिमिनल सिरियल क्राइम गरेको हिस्ट्री मात्रै भएका नेपालीहरूले चाहिँ अमेरिकामा बसेर तपाईँको चाहिँ नेपालको विषयमा सिरियल्ली कुप्रचार गर्ने, नेपाल बन्दैन, नेपाल जस्तो खत्तम देशै छैन जस्ता अभिव्यक्तिहरू दिने एउटा चाहिँ प्रचलन मैले यहाँ बसेर भेट्ने। सँगसँगै नेपाललाई उत्कृष्ट रूपमा चाहिँ मन पराउने, असाध्यै धेरै नेपालप्रति चिन्ता राख्ने, सधैँमा वर्षमा चाहिँ करोडौँ आफ्नो यहाँ परिश्रमको चाहिँ मूल्य नेपालमा स्पेन्ड गर्ने केही महत्त्वपूर्ण व्यक्तिहरूसँग पनि यही अमेरिकामा भेट्ने अवसर मलाई यो पटक प्राप्त भएको छ। मैले यति मात्रै भन्न सबै खोजिरहेको हो, यदि नेपालमा वस्तुवादी सोचको विकास नगर्ने हो, प्रगति पथको सोचको विकास नगर्ने हो भने जुनसुकै लेभलको राजनीति गरे पनि देश बन्दैन, यो निष्कर्ष हो। हामीले 50औँ राजनीतिक दल खोलौँ, 100औँ राजनीतिक दल खोलौँ, हजारौँ विचारहरू चाहिँ हामीले डेभलप गरौँ, केही हुनेवाला छैन। तर हामीले एउटा सामूहिक विचारलाई चाहिँ नेतृत्वको रूपमा विकास गऱ्यौँ भने देश बन्न, किनभने सानो देश छ, त्यो सामूहिक नेतृत्वको विकास हामीले चाहिँ अभ्यास गर्न सक्यौँ भने धेरै समय लाग्दैन। त्यस कारणले हामीले आजैबाट सामूहिक सोचको, जसरी पृथ्वीनारायण शाहले नेपाललाई एकीकरण गर्नका निम्ति 22 र 24 राज्यहरूलाई चाहिँ नै जोडेर सिङ्गो नेपाल तयार गरेका थिए, अहिले वर्तमान अवस्थाको समस्याको समाधान भनेकै यो 22 र 24 सोचहरूलाई सामूहिक सोचमा परिणत गरेर सामूहिक नेतृत्वको विकास गर्नु, यही एउटा आवश्यकता छ। हामीले आजैका मितिबाट यो नेतृत्व विकासका निम्ति प्रण गऱ्यौँ भने अबको 5 वर्षभित्र नेपालले अहिलेको चौतर्फी रूपमा 10 गुणा विकास गर्नेछ, यही मेरो अपेक्षा छ।